हाई, वेलकम टु माई च्यानल। आज हामी परिवार मिलेर बाबा जन्मिनु भएको, हुर्किनु भएको र काम गर्नुभएको ठाउँ हेर्न जाँदैछौँ। हाम्रो यो यात्रा 5 दिनको हुनेछ। सुरुमा हामी पोखरामा बस्नेछौँ, त्यसपछि हामी एकैचोटि खरबाङ जानेछौँ। हाम्रो यो यात्रा हजुरहरूसँग सेयर गर्दैछौँ। प्लिज इन्जोय। युट्युबमा आउँछ है त्यसरी हान्नु लाग्यो। सहरमा लमजुङ दरबार मायालाई दिने थिए फुल जस्तो जवान भइसक्यो मेरो घरबार मायालाई दिने थिए फुल जस्तो जवान भइसक्यो मेरो घरबार घरबार भएर छोराहरू बुहारी पनि छन्। भन्नु फेवाभन्दा राम्रो लाग्यो। I like it more than Feva. Feva ताल भन्दा गजब लाग्यो। मलाई पनि हामी पोखरा घुमेर अब खरबाङतर्फ लाग्दैछौँ। मौसम मजाले खुलेको भएर हिमाल एकदमै राम्रो देखिरहेको थियो। सबभन्दा पहिला म बागलुङ चाहिँ 11 वर्षको हुँदाखेरि बुवाको पछि लाएर आएको खास चाहिँ एक प्रकारले रुँदै बुवाको पछि हिँड्ने बानी थियो। अनि रुँदै आएपछि उहाँले ल भनेर चाहिँ लिएर आउनुभयो। सेन्दाईको जग्गा चाहिँ मुद्दा परिरहेको थियो। त्यो जग्गा चाहिँ सेन्दाईको नाममा गराउनलाई अनि
बा अनि म अनि अरू 1-2 जना मान्छेहरू चाहिँ 2 दिन हिँडेर मुसिकोटबाट 2 दिन हिँडेर बागलुङ आएका छौँ धेरै अगाडि 34 साल होला 35 साल हुनुपर्छ मेरो विचारमा अनि त्यसपछि म बागलुङको सेकेन्ड टाइम चाहिँ जागिर खानलाई आएँ त्यो चाहिँ 44 सालमा 2044 सालमा त्यसको 10 वर्षपछि अनि मैले चाहिँ बागलुङ कति सालमा छोडेँ 2050 कि 51 सालमा छोडेँ त्यसपछि म आउँदैछु कति वर्षपछि करिब 31 वर्षपछि आउँदैछु I'm very happy to be here after a long time. Amen. उहाँ हुनुहुन्छ हाम्रो ड्राइभरले काठमाडौँदेखिबाट लिएर आउनुभयो पोखरासम्म पोखराबाट बागलुङ धेरै खाना खाएर यत्रो भएको छ पेट अनि हाम्रो ब्लगर हुनुहुन्छ ड्राइभर दाइ मन पर्यो मलाई भन्दै गीत गाउँदै आउनुभएको छ बाटोभरि त्यो गीत गाउनु चाहिँ टिभी चार्ज गर्न लगाएको छ यहाँ चार्ज गर्नलाई मान्छे बोलाउनु जानु लाग्छ कामै भएन यता दोबिल्लातिर यता छैन है यतापट्टि सिधै गएर रुकुमकोट विस्तार हुँदै रहेछ के विस्तार हुँदैछ चार्जिङ नेटवर्क विस्तार हुँदै रहेछ नेपालमा ह्याप्पी टु सी द्याट बागलुङ गलकोट यता यति पनि चार्जिङ स्टेसनहरू रहेछ गुड टु नो पहिलोचोटि इभी हाइवेमा लिएर आएको बेस्ट डिसिजन एभर बागलुङ बस पार्कमा चाहिँ लाइन गएको भएर हामीले गाडी चार्ज गर्न पाएनौँ हामी त्यहाँबाट फेरि फर्केर कुस्मा गयौँ र त्यहाँ चार्ज गरेर हाम्रो यात्रा फेरि सुरु गर्यौँ डाँडाको पछाडि 1.5 किलोमिटर जति होला यस्तो भन्दा पनि खासै जस्तो छैन त्यहाँतिर अलिक ठिकै हो त्यहाँदेखि कहाँसम्म पिच छ यहाँ माथि यो डाँडाको पछाडिदेखि त माथि पिचै हो गलकोटदेखि उता गलकोट पुग्नु पर्दैन बिउ पोखरा यहीँबाटै कहाँदेखि आउनु भएर काठमाडौँबाट हो कस्तो छ बाटो खरबाङसम्म खरबाङसम्म पुग्यो यो ठाउँ चाहिँ हिम पोखरा हो यो बिउ पोखरा यो पोखरा घोडाबारी कहाँनिर पर्यो बिउकोट घोडाबारी चाहिँ कहाँनिर पर्यो घोडाबारी अलि माथि त्यहाँ जानुपर्छ त्यहाँ हुँदै जानु पर्यो हामी होइन अलि घरै हो अरूबाट त्यहाँ धेरै छैन अब आइसक्यो ल यहाँबाट त अलिकति माथि गएपछि त्यो राम्रै बाटो हो ल हस् धन्यवाद 1.5 किलोमिटर त्यसपछि खरबाङसम्म राम्रो छ त्यो त राम्रै कस्तो छ बाटो अगाडि बाटो त अब यस्तै छ छाउनु भयो कि हाम्रो गाडी छुन्छ हाम्रो गाडी त खासै छुँदो रहन्छ काहीँ चाहिँ तपाईँको त्यो ढुङ्गाले गरेर मैले अहिले हेरेको थिएँ हल्का कोत्रिया भन्नाले त्यो हल्का ऊ भएको तलपट्टि स्क्याच भएको भनौँ न तर अब गाडी चाहिँ बिस्तारै लानु जान्छ चाहिँ अब हिलो चिप्लो छ अलिक बचाउनु त्यो रुट हुन्छ नि त्यो टायरको रुट त्यसलाई उयो बनाएर जानु कि त्यो कहाँसम्म त्यस्तो छ यो अलिकति अगाडि हो माथि त फेरि उता हजुरहरू कहाँसम्म पुग्ने हो खरबाङ हजुर खरबाङ गलकोटबाट उतै हो गलकोट आउने बेलामा त राम्रो पिच छ फेरि जस गलकोटको त्यो गलकोट द्वार भन्ने छ होइन त्यहाँ त पिचै पिच छ काहीँ यस्तो त भइहाल्यो अहिले आउँदाखेरि कतिको गाह्रो छैन के भयो
आउँदाखेरि ठिकै छ एउटा ठाउँमा चाहिँ हिलो छ बेसी हो त्यही हिलो त्यसैमा त हिजो राति आएको थिएँ ए कन्फ्युज भयो कि ब्याक जाने कि अगाडि आउने भएर अनि एकछिन कुरेँ हजुर अनि टाढा टियाएको छ नि अँ। टियाएको मजाले गयो ए अब टियाएको जाने मेरो गाडी नजाने भएर जबरजस्ती लिएर आइदिएँ नि तपाईँले यहाँको भन्दा अगाडिको चाहिँ गाह्रो छैन छैन एउटा त्यो डर थियो अनि अलिकति एउटा हिलो जस्तो छ त्यो दब्बिने त्यो टायरहरू हुने हिलो होइन कि त्यो बाटोमा त्यो लप्पदेको हिलो हुन्छ नि त्यस्तो छ अनि त्यो अब हामीले टायरले बनाएको त्यसलाई हेरेर अनि जानु होला ए कि। ल हस् हस् ल धन्यवाद ल अब यता पनि ठिक छ नि होइन अब चाहिँ ठिक छ कोही एउटा हो के भन्छ हस् हस् बिस्तारै जानु बिस्तारै जानु है हुन्छ हस् ल कुन छ बस्नलाई राम्रै छ सन्देश होटल भन्ने छ सारित भाइ यो पनि राम्रो छ नानी फेरि भन्दै हामी वामिक टक्सारको दरबार होटलमा गयौँ। प्राय सबै होटल प्याक भइसकेको रहेछ। दरबार होटलको खाना र उहाँहरूको सत्कार हामीलाई एकदमै मन पर्यो। रुम सर्भिस आई मिन रुफ सर्भिस थ्याङ्क यू। ग्रेट रुफ सर्भिस महान प्रभुको सृजना महान प्रभुको विपना गर्दै गर्छ महान प्रभुको महिमा। मेरो हजुरबाहरू बसेको गाउँ पछाडिको पहाड मेरो बुवा जन्मेको ठाउँ मुसिकोट गुल्मी त्यहाँबाट पहाडको टुप्पोमा घर थियो एउटा। त्यसपछि मेरो बुवा 10 वर्षसम्म त्यहाँ बस्नुभयो अनि 10 वर्षपछि 14-15 वर्षसम्म गण्डकी बोर्डिङ स्कुल नजाँदासम्म तल्लो फेरितिर घर बादलले छेक्या होला त्यहाँ बसेर हुर्किनु भएको। अनि यता कता उहाँले बनाएको पुल पनि छ अरे इन्जिनियर भएर काम गर्दाखेरि। सो आज त्यहाँ हेर्नु जाने हो। भात खाएछ? भात खाएछ। यो
चाहिँ थिएन पहिला यो बिल्डिङ यहाँ लामो यो सी आकारको थियो ओपन टोइलेट यतापट्टि थियो टोइलेट हुन्छ नि स्कुलमा ए त्यो बेला स्कुलमा टोइलेटको कन्सेप्ट थिएन नि गाडी साडी थियो यता तिहारमा कति फेमस छ नि है तिहारमा त सब किन्छन् पनि नबनाउनेले यो बेच्नलाई नै बनाउनु भएको बेच्नलाई नै हो पुरै त्यो होलसेलै जान्छ ए होलसेलै यसरी हिँड्दै आउँथेँ म हिँड्ने बाटो हो यसरी ए है पारी पुल तारेर यसरी हिँड्दै स्कुल जाने बाटो यहाँ पुल छ कि सबभन्दा पहिला सिमेन्ट लगाएको सिमेन्ट लगाएको हामी त्यही गाउँ नै जान नपाए पनि फोनबाट जुम गरेर टाढैबाट भए पनि हामीले घर हेर्न पायौँ। हजुर काम गर्नु हुँदा बस्नु भएको? खरबङ पनि 1 वर्ष स्टेसन भयो नि मेरो यहाँ फिल्ड अफिस थियो कि एउटा त्यो यो हुनुपर्छ गल्ली थियो च्यानल गेटबाट बुझ्ने हो एक्चुअली कन्फर्म चाहिँ गर्नु पर्ला कृष्ण खर्चको घर हो कि भनेर कन्फर्म गरेपछि त्यो सकाल्ने दिदीको घर थियो यो कृष्ण खर्चको घर है त्यो कृष्णको घर कृष्ण खर्चको घर ए होइन यो कि त्यो है यो है गिरी होटल गएको थियो कृष्णको चाहिँ घरै हो है कृष्ण यहाँ हुनुहुन्छ
कहाँ जानुभयो यहाँ आउनु भएको थियो अहिले के 1 वर्षदेखि बस्नु अहिले जानुभयो बेच्नुभयो घर बेच्नु भएन ए त्यो पहिला बस्नु घर यही कोठामा बस्छ होइन पुरै हो नि पुरै झ्याल ढोका सबै भएको लामो कोठा हो 1 वर्ष बस्नु भयो हजुरले यहाँ बस्ने माथि चाहिँ दरमफुल हो गलकोटबाट आउने खोला है गलकोटबाट आउने खोला यो दरमफुल हो त्यहाँ जान्छ यता बुर्तिमाङबाट आउने खोला चाहिँ बढीघाट छ त्यहाँ भेट हुन्छ होइन अनि यो पुलले चाहिँ यता खरबाङ र यता अमिटेश्वर दार्जिलिङ र गुल्मी जोड्छ यो पुलले हामी माथि चढ्यौँ नि कति यो पुरानो झोलेको पुल हो एउटा यो पुल भयो त्यसपछि पारिपट्टि मुसिकोट भयो होइन मुसिकोट त यो अमिटेश्वरलाई जोड्नेखेरि पर एउटा पुल छ स्कुल पढ्दाखेरि चढ्ने गरेको पुल चाहिँ पर छ देखि नै हेर यो पनि एउटा पुल हो पहिला धेरै पुरानो पुल हो यो चाहिँ राम्रो पुल त्यतिखेर हामी स्कुल चढ्दाखेरि चाहिँ एकदम नराम्रो पुल थियो त्यो नभएको जाली नभएको यहाँ चाहिँ आशा भएको त्यो थियो साङ्ला भएको थियो अनि एउटा पुल चाहिँ उतापट्टि छ खरबाङ र मुसिकोटलाई उताबाट जोड्ने पुल मैया दिदी घर जाने बाटो यतापट्टि पर्छ उताबाट जान्छ पुल तरेर यो चाहिँ हाम्रो चाणक्यको घर यो ढिकाभन्दा माथिबाट फाँट छ कि यो ढिकभन्दा माथिबाट फाँट छ त्यहाँ चाणक्यको घर हाम्रो चाहिँ आरुङखाला दिदी दिदीको जेठीछोरीको घर त्यहाँ पर्छ यो बाटो पनि ठ्याक्क अलिकति जान्छ अनि यो फाँट छ मजाको फाँट छ अहिलेदेखिमा उतापट्टि ठुलो फाँट छ सुतीको फाँट भन्ने सुती फाँट हाम्रो खेतमा चाहिँ एउटा ऊ पनि थियो गोठ पनि थियो गोठ चाहिँ अहिले देखिएन हाम्रो खेत चाहिँ ठ्याक्कै सिधै अगाडिको हरियो पहिलोभन्दा मुनि अलिक तलको थियो अलिक छैन त्यसो होइन गरेको चाहिँ हामी रुखले ठुलो रुख छ नि दुईवटा खेल्छ नि त्यो एरिया पर्छ त्यसमा मैले अलि यतापट्टि हाम्रो चाहिँ यतापट्टि यतापट्टि नै आइरहेको छ नि पानीहरू हाम्रो घर काठमाडौँ हो यहाँ मेरो श्रीमानको पुरानो घर चाहिँ यिनीहरूको बाबाको पुरानो घर चाहिँ यता के अरे पात्लाकोट होइन अरूपाटा हो अनि हामी चाहिँ काठमाडौँबाट घुम्दै बागलुङ पोखरामा हामी तीनजना पहिलोचोटि देखेको उहाँको बाबाको पुरानो घर हेर्न आएको देख्यौँ पनि टाढाबाट पहाड घर कोही पनि हुनुहुन्न बेचिसकेको धेरै पहिला बुटोल जाने बेलामा तर हेर्न मन लाएर उहाँ जन्मेको ठाउँ घर
मम्मी खुसी लोकल केरा खान पाउनु भएर। एकदम मलाई स्थानीय चिजहरू साह्रै मनपर्छ। साडी लाएको हो कसले लगाइदिनु भयो नि साडी मम्मीले साडी साडी किनिदिने बाबुलाई हो र ठुलो खोला यही हो ठुलो खोला यो। अब पारी गयो भने कोसीकोट छैन कोसीकोट पुरै कन्टिन्यू हो नि त यहाँ उभिनु वाउ होइन त हजुरले बनाउनु तिम्रो फोन यही हो एक्ज्याक्टली यही। घरमा बनाएको कसरी बनाएको मलाई ठ्याक्कै मेमोरी त छैन तर 1993 मा यो पुल चाहिँ डिजाइन मैले गरेको यहाँको चाहिँ दगा तुमडाँडाको उपभोक्ता समितिले चाहिँ त्यतिखेर अध्यक्ष चाहिँ मित्रबहादुर हुनुहुन्थ्यो उहाँले चाहिँ उहाँको अध्यक्षतामा पुल सम्पन्न भएको त्यतिखेर चाहिँ लुथन वर्ल्ड सर्भिस भन्ने संस्थाले प्रोजेक्टले यो पुलको लागि चाहिँ सहायता प्रदान गरेको थियो अनि धेरै वर्षपछि कति वर्ष भयो झन्डै 31 वर्षपछि यो पुलमा आउँदाखेरि मलाई एकदम रमाइलो लागेछ। पहिला चाहिँ पुरानो साङ्ले पुल साङ्ले हुन्छ नि साङ्ला भएको हजुर साङ्ले पुल थियो तर चाहिँ खिल्न लागेको थियो कि धेरै पुरानो भएर खिया लाएर ए हजुर त्यसलाई रिप्लेस गरेको उसले। वाह को भारी बोकेर पनि आउँदै हुँदो रहेछ। हेलो अहिले त पानी ठुलो छ चैत वैशाखमा पानी अलिक कम हुँदाखेरि अनि विशेष गरी रह परेको हुन्छ नि त्यहाँ चाहिँ मैले एक दुईचोटि के गरेको छु भने जिलेटिन बम ल्याएर अनि सिपालु साथीलाई चाहिँ पड्काउन लगाएर अनि चाहिँ माछा मर्छ माछा चाहिँ हामी टिपेर हामी चाहिँ बाँडेर खान्छौँ। पहिला गाइड खाने क्रममा त्योभन्दा अगाडि स्कुलमा पनि अलिक तल आउनु त्यसभन्दा मुनिपट्टि हामी चाहिँ अक्सर चाहिँ 10 रुपियाँमा चाहिँ बम पाइन्थ्यो 10 रुपियाँको बम पड्काएर त्यसपछि माछा मर्थ्यो त्यसपछि माछा टिपेर चाहिँ माछा पोलेर भाग लगाएर खाने गर्थ्यौँ कहिलेकाहीँ तर धेरै रिस्की हुन्थ्यो। मैले आफ्नै हातबाट चाहिँ कहिले बम पड्काइनँ तर बम किन्नमा अनि चाहिँ माछा टिप्नुमा मेरो योगदान भयो। यहाँ बस्नु
हो भाइ मेरो मावली बाबु रहेछ है हजुरको शुभ नाम के अरे नरी हो नरी हो ए हे त्यही त हिजो यता बस्नु चाहिँ हिजो आज फर्मन किन्नु रहेछ ए कर्म किन्नु भएको छ ल खुसी लाग्यो हामी हिजो आएको थियौँ हाम्रो मेरो श्रीमती छोरा बुहारी हामी हाम्रो फुपूको छोरा दाइ हुनुहुन्छ नरी दाइ अनि हाम्रो चिरीपानीजी हाम्रो देवीलाई चिन्यौँ यो नजिकको फुपू हुनुहुन्छ हाम्रो नजिकै फुपू हुनुहुन्छ नरी दाइ सानोमा हामीलाई माया गर्नुहुन्थ्यो घर आइराख्नुहुन्थ्यो है यो पुल कसले बनाएको थाहा छ यो पुल मैले बनाएँ होइन घिमिरे मैले बच्चा हुन्थेँ किन्न नसकेर बुढो भइसक्नु तपाईँको घर त पहिला माथि हो नि त भन्छन् है म पुगेको छु नि त घरमा खोलाखाली यहाँ खरबाङ सहरमा कति वर्ष भयो अहिले 4 वर्ष यो पुल चाहिँ म यहाँ लुथ्रानमा छोराखेरि बनाएको घिमिरे थियो के भन्नु म पहिला पनि घिमिरेले बनाएको पछि यसलाई घिमिरेले बनाइदियो अहिले कहाँ छन् भाइ म अहिले काठमाडौँ चाहिँ म यहाँ एक वर्ष खरबाङमा स्टेसन भएर बसेँ 1993 मा त्यतिखेर चाहिँ मैले यहाँ खानेपानी ठुलो योजना छ यहाँ तारेभिरबाट चाहिँ यहाँ तारेभिर भन्ने यहाँ हो र अनि गाउँमा चाहिँ ट्याङ्की पानीबाट के भन्छ पाइपबाट पानी ल्याएर ठुलो ट्याङ्की रिजर्भर ट्याङ्की सायद 70,000 लिटरको चाहिँ 3वटा ट्याङ्कीहरू चाहिँ बनाएर धेरै वडाहरूलाई चाहिँ पानी वितरण गरेको यो चाहिँ यो डाँडा चाहिँ त्यो हो अहिले चाहिँ खास योजना देख्न चाहिँ यहाँबाट देख्न सकिनँ मैले तर चाहिँ यो डाँडामा ठुलो बस्ती छ माथि त्यहाँ योजना छ हामीलाई समय छैन त्यहाँ पुग्दा गाडी पनि जाँदैन होला ए उहाँ चाहिँ अब कहिलेबाट बस्नुभएको यहाँ ए हुनुहुन्छ भनेको भेटनरीको एकजना थिए खुस्मामा चार्ज गरेर आएको गुल्मीसम्म आयो खुस्मा बागलुङ हुँदै गुल्मी आयो गुल्मी घुमेर ब्याट्री जति घटाएर यस्तै 60 जस्तो भयो उताबाट 65 मा निस्केको कहाँबाट चाहिँ हामी गुल्मी मुसिकोटबाट यहाँ गलकोट आउँदाखेरि चार्ज कहाँ गर्ने बागलुङ पुग्दा बाटो नराम्रो छ टेन्सन भइरहेको थियो यहाँ गलकोटमा एकजनाको पर्सनलको यता पछाडि निटा गाडी रहेछ यो गाडीको घरको वालबक्स चार्जरमा रिक्वेस्ट गरेर एक कप चिया पनि खाइदिउँ यहाँ यसरी गाडी चार्ज गर्न पाइएको छ चार्जिङको चाहिँ खोज्ने नै हो भने खासै प्रब्लम यस्तो गाउँ पहाडमा पनि नहुँदो रहेछ
यो चाहिँ यहाँ राजाको घर अरे राजा बस्थ्यो अरे अनि यो चाहिँ राजाको घर अरे यता अनि पहिला पहिला बाबा यहाँ काम गर्न आउँदा फिल्म हेर्न आउनुहुन्थ्यो अरे राजाको घरमा परिवारसँग म हेर्ने मान्छे राजाको घर माछा रहेछ नि Sunshine, sunshine, sunshine. I think I found it now. What I've been looking for. Isn't it beautiful? It's got my head all up in the clouds. I think I found it now. Everything I want might be a miracle. यता दुईटै हुन् बाबु ए ल अगाडि फोन ल्याएर आउनु पर्छ नि भरे रोटी अब छोरी यता हो यहाँ सानी यता हो गाडीले तान्छ बच्चन हो तान्ला नि बहिनीलाई त्यस्तो जकेट राखेको जस्तो लाग्यो त्यस्तो भएछ कुन्नी गाह्रै छ करे तान्न कुन ठुली कान्छी यिनी ठुली हुन् कतिको फरक छ यिनीहरूको धेरै 4 वर्षले उनको नि ए बुवालाई चिने छैन सब घर घर बोल्न ढो गर्ने के अरे बहिनीको नाम मैले सोधेको थिएँ बिर्सेँ मेरो हजुर जमुना ए जाउँ हाम्रो गलकोटको रमाइलो घुमघाम र आफन्तसँग भेटघाटपछि हामी बागलुङ आइपुग्यौँ।
हामी बागलुङको इला कम्फर्टमा बसेका थियौँ। होटेल चेक इन गरेपछि हामी बागलुङ बजार डुल्न निस्क्यौँ। पन्ध्र 20 मिनट कि आधा घन्टा पुगेपछि अनि 20-25 आधा घन्टा 20-25 मिनट हिँडेपछि थाहा भयो मेरो त मैले त झोला चाहिँ बोक्न बिर्सेछु। झोलाभित्र चाहिँ नाप्ने सबै थियो यन्त्रहरू सबै थियो। आएर चाहिँ क्यालकुलेटर, प्रोग्रामेबल क्यालकुलेटर त्यतिखेरको, अनि एउटा बाइबल बोकेर हिँड्थेँ मैले। त्यसपछि नोटबुकहरू के सबै छोडिएको छ। अनि दौडेर आएँ, दौडेर सबै म सबभन्दा अगाडि म पछि उहाँहरू पनि हजुरको ब्याग छुटेर सबैजनालाई कुदाउनु सबै कुद्यौँ होइन। त्यो चौपारमा हेर्दाखेरि त छैन, केही पनि छैन। अनि गइयो फर्केर, म त फिल्डमा त गइयो, फिल्डमा चाहिँ गइयो। आराम गरेको ठाउँमा छोडेर हिँड्नु भएछ। अफिसको प्रोग्रामेबल क्यालकुलेटर हराए सबै त्यहाँ भएको त्यसको मैले आफैले यतिहरूको हराएछ पैसा तिरेँ फिर्ता। तर डोइन पप्पे थियो, डोइन पप्पेले पर्दैन तपाईँ काममा गएको भने होइन, गल्ती मेरो हो, म तिर्नै पर्छ त्यस्तो नभन्नु भनेर सरले निवेदन दिएर तिर्यो के अब के अर्को किनिदियो। त्यतिखेर 8,000को थियो कि कति हजारको थियो, 16,000को किनिदियो फेरि अफिसपछि। झन् एडभान्स पाउनु एडभान्स किनिदियो अफिसले। अनि चाहिँ चुपकी गयो आउँदो रहेछ येशूको ऋतु उनको प्रेममा आउँदो रहेछ तर येशूको ऋतु धैर्य रहेछ उनको प्रेममा। हाम्रो अहिले चार्ज चाहिँ 47% छ। हामी बेनी जाने कुरा भएको छ। यहाँनिर माइक्रोको अगाडि चाहिँ अहिले टाटा नेक्सनले चार्ज गरिरहेछ। कति टाइम लाग्छ अब बुझ्न जानु भएको छ। खाली हुन्छ रे कहाँ छ रे? बेनी अरे? पुगेर आउनु होइन। यो दाइ मुस्ताङबाट आएको रे, जम्सनबाट। त्यहाँ बेनीमा एउटाले हाल्या भएर गएको रे, हामी त त्यहीँ भुल्ने हो होइन चिया खान। देयरफोर लेट्स गो बेनी।
हाम्रो रमाइलो घुमघाम यही सकिन्छ। यो यात्रामा धेरै मेमोरिज कलेक्ट गर्ने मौका पायौँ। आफन्तसँग भेटघाट र बाबाको सानोदेखिको स्टोरी सुन्ने र देख्ने मौका पनि भयो। भिडियोको अन्तिमसँग हेरिदिनु भएको लागि धेरै धन्यवाद। सी यू इन नेक्स्ट भिडियो।